रिसेन्टली सोनीले FX2 लन्च गर्यो। FX3 सुनिरहेको क्यामेरा हो, FX30 पनि सुनिरहेको क्यामेरा हो, FX6, FX9 पनि सुनिरहेको क्यामेरा हो। तर यो अड नम्बरमा FX2 किन लन्च भयो? एट द सेम टाइम FX2 चाहिँ FX3 भन्दा कतिको डिग्रेडेड छ र FX30 भन्दा चाहिँ कतिको बेटर छ, आज हामी यो भिडियोमा थाहा पाउँछौँ। हाई, दिस इज Chethi Rocks and today we're going to be talking about FX2. FX2 को क्यामेरा सेन्सरको कुरा गर्ने भए चाहिँ 33 मेगापिक्सलको फुल फ्रेम सेन्सर हो, जुन चाहिँ A7IV को सेम सेन्सर चाहिँ कपी गरेको। एट द सेम टाइम यसको डाइनामिक रेन्जको कुरा गर्ने भए चाहिँ 15 स्टप अफ डाइनामिक रेन्ज चाहिँ सोनीले क्लेम गरेको छ। FX2 र A7IV मा डिफरेन्स कहाँनिर आउँछ भन्दाखेरि चाहिँ ड्युल बेस ISO मा छ। A7IV मा चाहिँ 800 र 3200 लाई ड्युल बेस ISO भनेको छ भने चाहिँ यसमा चाहिँ 800 र 4000 लाई चाहिँ ड्युल बेस ISO भनेको छ। मतलब चाहिँ एक स्टप माथि गएर पनि तपाईले ISO लाई बम्प अप गर्दाखेरि पनि ग्रेन चाहिँ पाउनुहुन्न। लो लाइट सिचुएसनमा चाहिँ FX2 ले चाहिँ अलिकति बेटर परफर्म गर्न सक्छ कम्पेरिटिभली टु द A7IV। यसको अरु स्पेकको कुरा गर्ने भए चाहिँ यसमा 3 लक शूटिङ मोड छ, कस्टम लटहरु तपाईले आफै राख्न सक्नुहुन्छ, एससिने टोन छ, डिस्क्रिट डिस्प्ले फंक्सन छ, AI सब्जेक्ट ट्र्याकिङ छ, जुन चाहिँ यसको स्पेशलिटी हो यो क्यामेराको स्पेशली, किनकि यसमा AI पनि इन्ट्रोड्युस गरेको छ सोनीले। फोकस ब्रिदिङ कम्पेन्सेसन छ, स्टिल इमेज एट 33 मेगापिक्सलको रेजोल्युसनमा, मतलब तपाईको इमेज चाहिँ एकदमै नै शार्प आउँछ फोटोमा र एट द सेम टाइम भिडियोमा पनि। र यदि तपाई भिडियो सुटर हुनुहुन्छ भने चाहिँ तपाईको लागि गुड न्यूज किन पनि छ भन्दाखेरि चाहिँ तपाईको जुन 4K इमेज छ त्यो चाहिँ 7K सेन्सरबाट चाहिँ ओभर स्याम्पल गरिएको, जसले गर्दाखेरि तपाईले जुन इमेज प्रोड्युस या तपाईको जुन फुटेज छ एकदमै नै शार्प र हाई क्वालिटीको पाउनुहुन्छ। स्पेसिफिकेसन त ठिकै छ, तर यो क्यामेरा चाहिँ कहाँनिर स्ट्यान्ड आउट गर्छ भन्ने कुरा चाहिँ अब डिस्कस गरौँ। फर्स्ट अफ अल, बडी चाहिँ फुल सिनेमा लाइन क्यामेरा हो, जसले गर्दाखेरि चाहिँ तपाई भिडियो सुटरहरूलाई चाहिँ प्रायोरिटी दिएर चाहिँ बनाएको क्यामेरा हो। एट द सेम टाइम फ्यान छ इन्टरनल, जसले गर्दाखेरि तपाई हाई रेजोल्युसनमा रेकर्ड गर्दाखेरि पनि र एकदमै हट वेदर सिचुएसनमा पनि क्यामेरा ओभरहिट हुने चान्सेसहरु चाहिँ हुँदैन। र हामीले यो सिनेमा लाइन क्यामेरामा चाहिँ नर्मली यो EVF चाहिँ देख्दैनौं, र यसमा चाहिँ स्पेशली टिल्टेबल EVF चाहिँ एड अन गरिएको छ, जसले गर्दाखेरि चाहिँ भिडियो सुटरहरूलाई स्पेशली अन द हार्श लाइट सिचुएसनमा चाहिँ एकदमै नै इजी हुन्छ टु मेन्टेन द एक्सपोजर र एट द सेम टाइम फोकस। अब एकैछिन FX2 लाई चाहिँ A7IV सँग चाहिँ कम्पेयर गरेर हेरौँ। बडी हेर्दाखेरि चाहिँ धेरै डिफरेन्सहरु देखे तापनि इन्टरनली धेरै डिफरेन्स चाहिँ छैन। फर्स्ट अफ अल, यसले पनि 4K 60 फ्रेममा क्रप नै गर्छ भने A7IV ले पनि 4K 60 मा चाहिँ क्रप नै गर्छ। 1080p 120 हान्छ, 60 हान्छ, 30 24 भइहाल्यो, जुन सबै सेम नै छ। FX2 डिफरेन्स चाहिँ कहाँनिर छ भन्दाखेरि चाहिँ यसमा चाहिँ 3 लक शूटिङ मोड छ र यसमा चाहिँ AI सब्जेक्ट ट्र्याकिङ छ, जुन A7IV मा छैन। सो FX2 वर्थ इट छ त? मेरो पर्सनल टेक चाहिँ के छ भन्दाखेरि चाहिँ यदि FX2 मा चाहिँ 4K 60 फ्रेम पर सेकेन्डमा विदाउट क्रप हामीले सुट गर्न मिल्ने भएको भए चाहिँ मेरो लागि चाहिँ मोर देन वर्थ इट हुन्थ्यो, जुन अहिले मेरो A7IV मा चाहिँ एकदमै नै हिकअप जस्तो लाग्छ। 4K 60 मा क्रप हुने बित्तिकै जुन क्वालिटी लुज गर्छु मैले, त्यसले गर्दाखेरि अलिकति बर्दर चाहिँ गर्छ। यदि त्यो प्रब्लम चाहिँ FX2 ले सल्भ गरेको भए चाहिँ मोर देन वर्थ इट हुन्थ्यो र A7IV बाट गुड अपग्रेड पनि हुन्थ्यो। तर यदि तपाई चाहिँ नयाँ क्यामेरामा इन्भेस्ट गर्ने प्लान गर्दै हुनुहुन्छ भने तपाईको लागि चाहिँ वर्थ इट छ कि छैन भन्दाखेरि चाहिँ डेफिनेटली पनि वर्थ इट छ। तपाईले 33 मेगापिक्सलको सेन्सर पाउनुहुन्छ, जसमा 33 मेगापिक्सलको फोटोमा एकदम शार्प इमेज पाउनुहुन्छ। भिडियोग्राफरले 4K 60, 1080p 120 फ्रेम पर सेकेन्ड र 4K 60 फ्रेम पर सेकेन्ड सम्म खिच्न सक्नुहुन्छ, त्यो पनि 10 बिटमा भने। तर तपाईसँग अलरेडी A7IV छ र तपाई अपग्रेड गर्ने प्लान गर्दै हुनुहुन्छ भने चाहिँ तपाईको लागि FX2 चाहिँ वर्थ इट छैन। किन भन्दाखेरि सबै कुरा सेम हो, जुन सानो चेन्जेसहरु आएको छ त्यसले हाम्रो डे टु डे बेसिसमा धेरै चेन्जेसहरु चाहिँ ल्याइदिदैन। तपाई एज अ भिडियोग्राफर हुन्छ र अपग्रेड गर्ने प्लान गर्दै हुन्छ भने तपाई A7S3 मा जम्प गर्न सक्नुहुन्छ। हैन, तपाईसँग अलरेडी A7IV छ र एज अ फोटोग्राफर नै अपग्रेड गर्ने प्लान गर्दै हुनुहुन्छ भने तपाईले अरु कुनै क्यामेरा चुज गर्न सक्नुहुन्छ, सोनीकै लाइनमा या अरु कुनै ब्रान्डको, या अपकमिङ डेजमा सोनीले नयाँ कुनै क्यामेरा ल्यायो विथ द बेटर फंक्सनालिटी भने चाहिँ त्यसमा अपग्रेड गर्न सक्नुहुन्छ। अहिलेको लागि चाहिँ वर्थ इट छैन। सो थ्यांक यू सो मच फर वाचिङ आवर भिडियो। तपाईहरुलाई कस्तो लाग्यो कमेन्टमा लेख्नु होला, र यो च्यानलमा यस्तै टेक, ग्याजेट र फिल्म मेकिङ रिलेटेड कन्टेन्टहरुलाई बारेमा तपाईलाई जान्न मन छ, अझै बुझ्न मन छ र हाम्रो कन्टेन्टहरु हेर्न मन छ आगामी दिनमा भने चाहिँ यु क्यान सब्स्क्राइब टु आवर च्यानल एन्ड प्लिज डु शेयर दिस भिडियो इन अल द सोशल मिडिया प्लेटफर्म दैट यु हैव। थ्यांक यू सो मच।